हेलो गुड मर्निङ साथीहरू सबैजनामा मेरो च्यानललाई हेरिरहेर बस्नुभएको सबैलाई धेरै धन्यवाद र सब्सक्राइब गर्नेहरूलाई धेरै धन्यवाद। म आज चाहिँ तपाईँहरूलाई यो चेरीमा बोर्डिङ गर्नको प्रोसेस सिकाउनु गइरहेको छु। म खुदै चेरीको बोर्डिङ गर्नु गइरहेको छु र त्यसको लागि हेर्दै गर्नुहोस् होला के चाहिन्छ। र साथीहरू प्रोसेस त सबैको एउटै हुँदैन, मेरो चाहिँ अलिकति प्रोसेस डिफ्रेन्ट हो के हो। म चाहिँ यो टाइपले गर्छु बोर्डिङहरू चाहिँ। यो ढुङ्गामा पलाइरहेको झ्याउहरू देख्नुहुन्छ तपाईँहरूले, ढुङ्गामा पलाइरहेको झ्याउलाई यसरी अहिले त सुक्खा हुन्छ, अन्त पानीमा भिजाएर यसरी यसलाई एकदम दबाई हालेर गिलो बनाएर यसलाई राखिरहेको छु अहिले। अब चाहिँ म प्लास्टिक चाहिँ उसमा लाउनुको लागि, कभर गर्नुको लागि प्लास्टिक मैले काटिसकेको छु यसलाई ठिक साइजमा। र अब तपाईँहरूलाई देखाउने छु म कस्तो टाइपले व्हाइट चेरीलाई बोर्डिङ गर्नेछु। र हेर्दै गर्नुहोस् होला। किप वाचिङ गाइस। अब सबै तयारी गरिसकेको छु, त्यो बोर्डिङ गर्दा के चाहिन्छ भनेर सबै तयारी भइसकेको छ। र आउनुहोस् अब जानुपर्छ चेरीको बोर्ड भएकोमा। आइसकेको छु चेरीको बोर्डको छेउमा र अब देखाउने छु तपाईँहरूलाई स्टेप बाई स्टेप यसको कसरी गर्नुपर्ने भनेर। फर्स्ट अफ अल यसलाई काटिदिनुपर्छ, यो बाहिरको बोक्रा यसलाई मजाले काटिदिएर दुईपट्टि दुईटै भागबाट काटिदिनुपर्छ। यसलाई काटिसके पश्चात यसलाई काटिसकेपछि यसको यो बाहिरको जुन बोक्रा छ अहिले हामीले काटिदिएको त्यसलाई निकालिदिनु पर्ने हुन्छ। र साथीहरू मैले छिलिसकेको छु यसलाई। अब यसमा दबाई लगाउनुपर्छ, जुन चाहिँ अघि मैले झ्याउहरूको भिजाएर दबाईहरू मिश्रण गरेर लगाएको थिएँ त्यसलाई लगाउनु गइरहेको छु मैले। अब यो लगाइदिएपछि चाहिँ यसको सुक्दैन। साथीहरू फाइनलमा यो भइसकेको छ, फाइनल मैले लगाइसकेको छु। यसमा 8वटा जस्तो यो बोर्डिङ भइसक्यो र यसको रिजल्ट तपाईँहरूले हेर्न सक्नुहुनेछ मेरो च्यानलमा। ल हेर्दै गर्नुहोस् होला, हेरेर मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, युट्युब च्यानललाई पेजलाई फलो गरिदिनु होला, सेयर गरिदिनु होला। ल बाइ त साथीहरू।